Namaste and welcome to my first ever YouTube vlog. साथीहरु मैले आज पहिलो पल्ट भ्लग बनाउने प्रयास गरेको छु। हेरौं है कस्तो हुन्छ। आजको म भ्लग हाल्छु। आज दिनभरि मैले के गर्छु भन्ने कुराको साथ सपोर्ट पाउँदै गयो भने म राम्रो भिडियोहरु बनाउँदै गर्छु है त गाइस। ल अहिलेलाई चाहिँ सुरु गर्छ है। सेल पकाउनलाई चामल चाहिँ हिजो नै भिजाएर रेडी पोजिसनमा राखेका छौं। आज सेल पकाउने कार्यक्रम छ। सेल पकाउनलाई रेडी चीजहरु सामानहरु देखाइसके। अब चाहिँ हाम्रो माम खाने तरकारी हुन्छ। मैले बिहान उठेर नुहाइ धुवाइ गरेर फ्रेश भएर सबै बिहानको नित्यकर्म गरिसक्यौं गाइज। अब माम खाने मेरो बुढीले माम पकाइसकिन् रेडी छ। अब माम खान्छु है त। विशेष सिम्पल खाना छ गाइज। आलुको अचार, दाल यही हालिसकेको छु अनि यो परवरको तरकारी अनि अन्डा फ्राई गरेको एकदम लाइट एन्ड मिठो खाना। मलाई चाहिँ खाना खान लागेको गाइज। मलाई एकदमै हातले मुसेर चट्ट दाल भात तरकारी अचार यस्तो गरेर खाएको मिठो लाग्छ। खाए है। मिठो छ गाइज। मैले खाना खाइसके। खाना खाएर हात धोइसके। अब सम्भवतः मेरो वाइफले चाहिँ सेलरोटी पकाउने तरकारी गर्दैछिन्। म चाहिँ बजार जान्छु होला एकचोटि मिठाईहरु किन्नलाई। लेट्स सी है त प्लान के हुन्छ। हेरौँ म चाहिँ मिठाई किन्न हिँडेको है। अलिअलि दीपावलीको मिठाईहरु बाँडिदिनु पर्यो। यहाँ नजिकै वकेबल डिस्टेन्समा आनन्द स्वीट भन्ने छ। त्यहाँ जाँदैछु गाइस है। यो चाहिँ मिठाई किन्न जाँदैको बाटो। म चाहिँ हिँड्दैछु बिस्तारै। जाँदै बाटोमा मौसमले च्यालेन्ज गरिरहेछ। पानी परिरहेछ हल्का सिमसिम। अब पसल पुग्न लागे। हेर्नुस् त गाइस। स्वीटमा आइपुगेँ। अब म यहाँबाट मिठाई किन्छु। किन्ने टन्नै छ। यो दिवालीको गिफ्ट प्याक आयो गाइस। मिठाई लियौं गाइस। हेर्नुस् त थ्याङ्क यू। मिठाई लिइसक्यौं गाइस। अब आभोगाडो लिएर आउनु भन्नुभएको छ। म अब आभोगाडो खोज्नलाई आभोगाडो पसल जाँदैछु है त। फेरि चाहिँ आभोगाडो किन्नलाई फ्रुट्सको पसल जाँदैछु। आभोगाडो पाउने ठाउँमा जाँदैछु है त। हेरौँ मैले आभोगाडो पनि पाएँ। आभोगाडो लिएँ। अब चाहिँ घर जान्छु है। आउँदा आउँदै बाटोमा भेटेको फुल गाइज। काँडा भए पनि फुल कति दामी दामी छ। मैले मिठाई लिएर आएँ। म घर आइपुगेँ। अब मेरो बुढीले सेल पकाउँदैछिन्। म देखाउँछु है त के हुँदैछ। हाम्रो सेल पाक्दै रहेछ। भर्खर सुरु हुँदैछ। हेर्नुस्। रोटी है गाइस। आज चाहिँ दिनभरि सेलरोटी बनाउँदैछु मेरो वाइफले। गाइस मेरो फर्स्ट भ्लग ट्राई भ्लग सक्यो आजलाई यति नै गरौँ। मलाई अलिअलि सन्चो पनि भएन। ढाडमा हल्का ढाड दुखिरहेछ।
फेरि आज यो ट्राई हो, ट्राई गरिसकेपछि राम्रो भयो भने म पछि पनि हजुरलाई राम्रो राम्रो भ्लग्सहरू बनाउँछु। हस्, थ्याङ्क यू, बाई बाई, ह्याप्पी भाइटिका।